8 वर्षपछि अघि बढ्दै चक्रपथ सुधार परियोजना। धुवा धुलो र सवारी जामबाट पाइएला त मुक्ति, कलङ्कीदेखि वसुन्धरासम्म अब 8 लेनको सडक। धुलो मैलो सानै पानी पर्दा पनि हिलो, सवारी जामको लामो सकस। यो कुनै कल्पना होइन, काठमाडौँको चक्रपथ खण्डमा यात्रुहरूले दिनौँ भोगिरहने शास्ति हो। काठमाडौँको कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक खण्डमा यात्रुले मात्रै होइन, स्थानीयहरूले पनि शास्ति खेपिरहेका छन्। दुर्घटना समेत भइरहेको छ। उक्त सडक खण्डको छेउछाउमा बसोबास या व्यवसाय गर्नेहरूले आफ्नो पीडा कसैले नबुझेको गुनासो गर्छन्। सरकार बनेपछि उनीहरूले गुनासो गरिरहेका हुन्छन्। त्यसो त त्यस क्षेत्रमा उड्ने धुवा धुलोले काठमाडौँको वायु प्रदूषणमा समेत भूमिका खेलिरहेको वातावरण विभाग बताउँछ। कचौरा आकारको काठमाडौँको बढ्दो वायु प्रदूषणमा यहाँकै धुवा धुलो कारकका रूपमा रहेका छन्। चक्रपथ सुधार योजना अन्तर्गत पहिलो चरणको काम 2075 सालमै सकिएको थियो। मित्र राष्ट्र चीन सरकारको सहयोगमा कोटेश्वरदेखि कलङ्कीसम्मको 10.4 किलोमिटर सडक खण्ड निर्माण गरिएको थियो। पहिलो चरणको काम सकिएको 8 वर्षसम्म पनि दोस्रो चरणको काम सुरु नहुँदा चक्रपथ विस्तार कहिल्यै नटुङ्गिने कथा जस्तो बनेको थियो। अब भने यो कामले गति लिने देखिएको छ। चक्रपथ सुधार योजना अन्तर्गत 8.2 किलोमिटर दूरीको दोस्रो चरणको कलङ्की वसुन्धरा खण्ड निर्माण कार्य चाडपर्व लगत्तै सुरु हुने आयोजनाले जनाएको छ। अन्तिम डिजाइन स्वीकृतिपछि चिनिया पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको योजना प्रमुख आशिका पोखरेलले जानकारी दिइन्। अब हाम्रो यो चाइनिज रिङ रोड एक्सपान्सन प्रोजेक्ट फेज 2 चाहिँ छिट्टै नै इम्प्लिमेन्टेसनमा जाने चरणमा छ, यहाँहरूलाई थाहा छँदैछ। त्यो विषयमा चाहिँ हाम्रो यो टोटल लम्बाइ भनेको 8.2 किलोमिटर, 8.2 किलोमिटर लम्बाइको कलङ्कीदेखि वसुन्धरासम्मको हाम्रो यो दोस्रो खण्ड चाहिँ त्यहाँसम्मको रहेको छ। र यसमा चाहिँ हाम्रो जुन सर्भिस लेनको पोर्सन छ, जुन मेन एक्सप्रेसवे भन्दा बाहिरीपट्टिको भाग सर्भिस लेनको पोर्सन चाहिँ हामीले नेपाली स्रोतबाटै लगभग अब सम्पन्न हुने चरणमै छ। पछिल्लो चरणमा लगभग 80% जस्तो चाहिँ कार्य प्रगति भइसकेको र अब केही स्थानमा चाहिँ ब्ल्याकटप मात्रै गर्न बाँकी रहेको अवस्थामा छ। अनि त्योभन्दा बाहेक चाहिँ हाम्रो अब जुन मेन एक्सप्रेसवे छ त्यसमा चाहिँ चाइनिज पार्टी आएर उहाँहरूले चाहिँ प्रिलिमिनरी डिजाइन सबमिसन गरिसक्नु भएको छ र एकदम रिसेन्टली नै त्यसमा हामीले केही कमेन्टहरू गरेर उहाँले फाइनल डिजाइन पेश गर्ने चरणमा हुनुहुन्छ। र त्यो फाइनल डिजाइन अप्रुभल भए लगत्तै उहाँहरूको प्लान चाहिँ उता चाइनामै टेन्डरिङ गरेर चाहिँ उहाँले त्यसपछि चाहिँ इम्प्लिमेन्टेसनमा जाने उहाँहरूले जानकारी गराउनु भएको छ। उनका अनुसार परियोजना अन्तर्गत मुख्य एक्सप्रेसवे बाहिरको सर्भिस लेन निर्माण नेपाली स्रोतबाट भइरहेको छ। उक्त कार्यको करिब 80% प्रगति भइसकेको छ। केही स्थानमा कालोपत्रे गर्न मात्र बाँकी छ। मुख्य एक्सप्रेसवे निर्माणका लागि चिनिया पक्षले प्रारम्भिक डिजाइन प्रिलिमिनरी डिजाइन पेश गरिसकेको छ। त्यसमा नेपाल पक्षबाट आवश्यक सुझाव तथा टिप्पणी दिइसकिएको र हाल अन्तिम डिजाइन पेश गर्ने चरणमा रहेको उनले बताइन्। चीनमा टेन्डर प्रक्रिया नेपालको तुलनामा छिटो हुने भएकाले निर्माण प्रक्रिया छिट्टै अघि बढ्ने उनले विश्वास व्यक्त गरिन्। यसअघि आयोजना किन सुरु हुन सकेन भनेर हामीले उनलाई सोधेका थियौँ। उनले नेपाली पक्षले नै समयमै साइट क्लियर नगरेकाले परियोजनामा ढिलाइ भएको बताइन्। उनका अनुसार घरटहरा, रुख बिरुवा तथा अन्य संरचना हटाउने काम सम्पन्न नहुँदा चिनिया पक्ष निर्माणमा आउन नसकेको र त्यसैबीच कोभिड-19 महामारीका कारण परियोजना करिब 3 देखि 4 वर्ष पछि धकेलिएको उनको भनाइ छ। मेन रिजन भनेको साइट क्लियरेन्सको थियो हैन, जुनमा चाहिँ अब घर टहराहरू, अब रुख बिरुवाहरू र विभिन्न किसिमका स्ट्रक्चर्सहरू चाहिँ क्लियर नगरिकन चाइनिज पार्टी चाहिँ आउनु भएको थिएन र त्यस लगत्तै साइट क्लियरेन्स गर्ने दौरानमै हाम्रो यो कोभिडले पनि एकदम ठुलो हिट लियो। त्यसले गर्दाखेरि चाहिँ 3-4 वर्ष जस्तो नै ल्याग भयो। यहाँ मात्रै होइन, विश्वव्यापी रूपमै धेरै प्रोजेक्टहरू ल्याग भएको देखिन्छ। र पछिल्लो चरणमा चाहिँ अब कामहरू, डकुमेन्टेसनका कामहरू, विभिन्न कोरेस्पोन्डेन्सका कामहरू र सर्वे डिजाइनको कामहरू चाहिँ भइ नै रहेको छ। पछिल्लो समय भने आवश्यक कागजी प्रक्रिया, पत्राचार, सर्वेक्षण तथा डिजाइन सम्बन्धी काम निरन्तर अघि बढिरहेको उनले जानकारी दिइन्। पहिलो खण्ड बनाउन 5 वर्ष लागेको थियो। दोस्रो चरणको परियोजनाको लागत करिब 12 अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान थियो। तर मुद्रास्फीति तथा डिजाइनमा गरिएको सुधारका कारण लागत पुनः अद्यावधिक भइरहेको छ।
अन्तिम डिजाइनसँगै संशोधित लागत विवरण प्राप्त भएपछि मात्र एकिन लागत सार्वजनिक गर्न सकिने उनले बताइन्। दोस्रो चरणमा सम्भावित जटिलतालाई पहिल्यै पहिचान गरी समाधानको प्रयास भइरहेको उनको भनाइ छ। यसको चाहिँ अब केही समय अगाडिको चाहिँ करिब 12 अर्ब नेपाली पैसा थियो, तर अब अहिले चाहिँ यो इन्फ्लेसन र अब उहाँहरूको अब केही त्यसमा अपग्रेड गरेर चाहिँ उहाँहरूले पेस गर्नुभएको छैन, तर अब छिटै उहाँहरूले चाहिँ डिजाइनसँगै हामीलाई चाहिँ त्यो उपलब्ध गराउन सक्नुहुन्छ। त्यसपछि मैले ठ्याक्कै तपाईँलाई जानकारी गराउन सक्छु। र इन्टेन्सन नै त्यही नै हुन्छ। अब इन्टरनेसनल पार्टी पनि हो र हामीले अब पहिलाको फेज 1 बाट धेरै नै लेसन लर्नहरू गरेका छौँ होइन, जस्तो साइट क्लियरेन्सका इस्युहरू थिए मेन, त्यसमा चाहिँ अब यसमा चाहिँ त्यो इस्यु पनि रहेन र अनसिन केही कम्प्लिकेसनहरू पनि हामीले चाहिँ अब सकेसम्म फोर्सी गरेर त्यसलाई अगाडि नै ट्याकल गर्ने हिसाबले नै अघि बढिरहेका छौँ। त्यो हिसाबले अब उहाँहरूले तोकिएको समयमै निर्माण गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ र हाम्रो पनि त्यही नै माग रहनेछ। अरू अब अहिले तत्कालको लागि चाहिँ केही समय हामीले अलिकति इन्कन्भिनियन्स खप्नु परिरहेको छ, त्यो हामी सबैले बुझेकै छौँ। अब यसमा चाहिँ फेज 1 भन्दा धेरै नै डिजाइनमा पनि सुधारहरू, जस्तै अब केही कुराहरू कमी कमजोरी त्यसमा थियो भने धेरै एड्रेस गर्न खोजिएको छ। त्यसको लागि चाहिँ व्यापक एक्सर्साइज गत वर्ष र त्योभन्दा अगाडिदेखि नै पनि हामीले कोरेस्पोन्डेन्समा चाहिँ गरि नै रहेका छौँ। सकेसम्म सुधारहरू गरेर चाहिँ अब यो दुई पक्षबाट चाहिँ यो छिटै नै इम्प्लिमेन्टेसनमा जाँदैछ, त्यसलाई चाहिँ अलिकति धैर्यताका साथ। उनका अनुसार चिनिया पक्षले पनि तोकिएको समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। निर्माणका कारण सर्वसाधारणले केही समय असुविधा बेहोर्नु पर्ने भएकाले धैर्य गरिदिन उनले आग्रह गरिन्। यसैबीच महाराजगञ्जदेखि चप्पल कारखानासम्मको करिब 680 मिटर खण्ड काठमाडौँ सडक डिभिजन कार्यालयले निर्माण गरिसकेको छ। सर्भिस लेन सहितको 8 लेनको सडक खण्ड 25 करोड रुपैयाँमा बनाइएको थियो। काठमाडौँ सडक डिभिजनका प्रमुख सुबोध कुमार देवकोटाका अनुसार यस वर्षका लागि चप्पल कारखानादेखि धोबी खोलासम्मको लागि ठेक्का लागेको छ। 51 करोड रुपैयाँ लागत रहेको उक्त खण्ड करिब 1 किलोमिटर रहेको छ। धोबी खोलादेखि गौशालासम्मको खण्डबारे जापानिज सहयोग नियोग जाइकाले अध्ययन गरिरहेको छ। चाबहिलदेखि पाशुपत क्षेत्र हुँदै गौशालासम्म सुरुङ मार्ग, गौशाला तिनकुने खण्डमा बाइपास लेन सहितको सडक बनाउने गरी जाइकाले प्रस्ताव तयार पारिरहेको देवकोटाले बताए। पाशुपत क्षेत्र विश्व सम्पदा क्षेत्र पनि भएकाले त्यहाँको संरचना सम्पदा नबिग्रिने गरी पूर्वाधार बनाउने बारे जाइकाले अध्ययन गरिरहेको छ। गौशालादेखि तिनकुनेसम्म बाइपास सहितको संरचना बनाउनु उपयुक्त हुने सुझाव छ। यसबारे अध्ययनमै छौँ उनले भने।